हामी चाहिँ आज काठमाडौँ मलमा आएको। अनि यो मेरो बहिनीको हेयर क्राटिन गर्नु। अनि के भन्छ ल वेलकम गर्नु त बिर्सिहाल्यो त है। वेलकम टु माई युट्युब च्यानलको मिनी भ्लगमा है तपाईँहरूलाई। अनि अब आज त त्यस्तो धेरै केही पनि पकाएको छैन, घरबाट बिर्सिहाल्छु कि मैले भ्लग बनाउँछु भन्छु कहिले बिर्सिन्छु। सो अनि अहिले बाटोमा आउँदाखेरि सम्झेँ, अनि त्यसपछि चाहिँ यहीँ आएर बल्ल बनाउन लाग्यो। अनि हामीले चाहिँ हिजो यहाँ बुकिङ गरेको थियो 11 बजे, तर अलरेडी यहाँ 12 बज्न लागिसक्यो। सो हामी चाहिँ अब आइसक्यो। यहाँको ऊ चाहिँ यस्तो रहेको छ। यसमा हो हामीले चाहिँ हिजो बुकिङ गरेको। हजुर को यो नेल्सको हो? हेयरको लागि चाहिँ हामीले हिजो उत्यो गरेको थियो के भन्छ अरे साथीहरू चाहिँ बहिनीलाई वेट गर्दा पागल भइसक्यो। सो म चाहिँ माथितिर यस्तो घुम्दै घुमेको। यहाँको माथिको यो चाहिँ 5th फ्लोर हो क्या। अनि यहाँ पनि छ रहेछ फेसियल हाउस यहाँ छ। अनि म चाहिँ यहाँभित्र छिप्नु पर्ने भनेको यहाँ माथि यस्तो छ। अनि यहाँबाट चाहिँ यो लिफ्टतिर यो एलिभेटरहरू के भन्छ योहरू चाहिँ बनाउँदैछ रहेछ। सो म चाहिँ त्यसै घुम्दै हिँड्नु पऱ्यो। ग्रिन ड्रेसको ब्राइडल ड्रेस आयो भने चाहिँ यहाँ छ रहेछ। कति राम्रो कस्तो राम्रो रहेछ भाइ। फाइनली अब चाहिँ किन मिल्दैन, मिल्छ। लु फाइनली अब चाहिँ लास्ट हो। ट्रिटमेन्ट क्रिम लगाएर स्याम्पू गरेर वास गरेर ड्राई गरेपछि चाहिँ आजको काम सकिन्छ। म पागल भइसक्यो, पागल आज त सबै कति 12 बजीदेखि बसेको 12, 1, 2, 3, 4, 5 घन्टा भइसक्यो। ओ माई गड, यति धेरै को बस्नु सक्छ? म बस्न सक्छु। ल अब चाहिँ सकिनु लाग्यो। चिज भने हैन भगवान्, यो चाहिँ के भन्छ अरे यहाँ ठाउँलाई? सुन्दारा। यहाँबाट त सिंहदरबार पनि देख्दो रहेछ भाइ। यहाँबाट चाहिँ सिंहदरबार पनि देखिरहेको छ। सो हाम्रो काम पनि सक्यो, आइसक्रिम पनि सक्यो खाएर। अनि यहाँ कस्तो राम्रो ज्वेलरीहरू कस्तो राम्रो रहेछ त यहाँ त। आइज बस, राम्रो रहेछ त। म त यस्तो होला सोचेकै थिएन नि। यहाँ कति राम्रो रहेछ है। अनि त्यो आइसक्रिम खानुको साथ हामी यहीँ आउँथ्यो नि। ल टपरी मोमो फेमस भएर आएको। अनि तर मोमो चाहिँ खास टपरीमा दिने भएर टपरी मोमो भनेको अरे, तर अहिले चाहिँ त्यो पनि छैन अरे। अब चाहिँ प्लेटमा नै आउँछ अरे। अब के गर्ने, अब टपरी मोमो स्पेसल हो कि भन्नु सोचेर आएको। अब केही छैन, ठिकै छ, आइहाल्यो। अब मोमो खाएर जान्छौँ हामी। यो चाहिँ टपरी मोमो हो, तर आजकल चाहिँ यो चाहिँ प्लेटमा दिन थालेको रहेछ।
के भन्छ अरे त्यही भएर हामीले चाहिँ अब प्लेटमा नै खानुभयो अनि हेरौँ त कस्तो छ अनि के भनौँ मलाई अरू त केही भन्न आएन मिठो छ जस्तो छ मिठो बास्ना आइरहेछ दिस मोमो फर विराजको लागि पुरा झोला पनि यस्तो झोलामा ल्याइदिँदो रहेछ कि है अब हामी पनि अब यहाँबाट निस्किन्छौँ खाएर यो मोमो मिठो थियो टपरी धरहराको मोमो ए धरहरा त यहाँ पो रहेछ त अहिले ए यता रहेछ त बुढाको अचारको सप चाहिँ बट्टा जत्रो छ भनेको थियो साँच्चीकै बट्टा जत्रो नै रहेछ अहिले चाहिँ यताबाट जाने होइन हामी सो फाइनली साथीहरू हामी चाहिँ अब घर आइसक्यो अनि म चाहिँ हातमुख धोएर बेडमा छिरिहालेँ किनभने चाहिँ आज त्यहाँको धुवाले गर्दाखेरि हो कि खै केले गर्दाखेरि हो त्यो केमिकल्सहरूको त्यहाँ म चाहिँ भित्रै बसिरहेको थिएँ है तर घरिघरि चाहिँ बाहिर पनि निस्केको थियो अब त्यहीले गर्दाखेरि हो कि के हो बिरामी पर्ला जस्तो फिल पनि भइरहेको छ आँखाहरू सब दुखिरहेको छ कस्तो बिरामी पर्न नि सक्छ जस्तो छ अनि त्यही हो आजको दिन चाहिँ अब यसरी नै बित्यो सबै भ्लगमा हेर्नुहोस् होला अनि अब आजलाई चाहिँ यति नै ओके गुड नाइट एन्ड सी यु इन द नेक्स्ट भ्लग